Welcome to our school Deputy Chief of Mission Embassy of India. ज़्यादा साला लाजम राज भाई त्यो खरा लगत्तै हामी शिलान्यासको लागि ढुङ्गा राख्ने ठाउँमा पुग्छौँ र ढुङ्गा राखेर हामी लगत्तै कार्यक्रम हलमा प्रवेश गर्ने पनि आउँदैछ। I would like to request Mr. Prasanna Srivastava to put down the stone and chairman and all other special guests together to put down the stone. I would like to request Thempoji from Nifugumba and Logekar Damodar Kunda Gampalika chairman to put down the stone, and our vice chairman from our rural municipality. I would like to request all of them to put down the stone together there.
जुलाई चाहन्छु र त्यसै गरी यस कार्यक्रमका विशेष अतिथि लोकनेता दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोकसङ्घ सभ्य विश्वजुलाई पनि आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु र त्यसै गरी लोमन्दाङ गाउँपालिकाका उपाध्यक्षज्यूलाई पनि आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्न चाहन्छु र त्यसै गरी विशेष अतिथिको रूपमा राजदूतावासका अधिकृत विनय आनन्दज्यूलाई पनि आसन ग्रहणको लागि म अनुरोध गर्न चाहन्छु र त्यसै गरी अतिथिको रूपमा लोमन्दाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतज्यूलाई विकास केसीज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्न चाहन्छु र त्यसै गरी नर्निङ गुम्बाका श्रद्धेय खेरमुचीज्यूलाई पनि सम्पूर्ण वार्ड सदस्यज्यूहरू महिला सदस्यज्यूहरूलाई पनि आफ्नो स्थानबाट आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्न चाहन्छु र त्यसै गरी निशुल्क प्रमुख अतिथि Maria, deh. कार्यक्रमका सभापति साथै यस कार्यक्रमका प्रमुख अतिथि नेपाल स्थित भारतीय यस कार्यक्रमका विशिष्ट अतिथि
भएको हुनाले हामीलाई विश्वास गर्नुहोस् हरेक कामको आफ्नो क्षेत्र अधिकार हुन्छ। यो क्षेत्र अधिकार भनेको गाउँपालिकाको हो, स्थानीय सरकारको हो। स्थानीय सरकारले 20% र प्लस भ्याट समेत तिर्ने गरेर भारतीय दूतावास संयोजन र साझेदारीको रूपमा काम गरिरहेको अवस्था छ। त्यसको लागि म छिमेकी गाउँपालिकाको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि उहाँलाई आभार व्यक्त गर्न चाहन्छु। र इन्डिया र नेपाल भनेको एउटा सम्बन्ध रोटी बेटीको सम्बन्ध हो। सम्बन्ध भनेको यस्तो हुनुपर्छ, नत्र मासुको जस्तो हामीलाई चाहेको बेलामा उहाँले सहयोग गर्न सक्नुपर्छ, हामीले चाहेको बेलामा उहाँले सहयोग गर्न सक्नुपर्छ। म सदैव भन्ने गर्छु हामीले साथी चेन्ज गर्न सक्छ, कपडा चेन्ज गर्न सक्छ, घर चेन्ज गर्न सक्छ, तर हामीले छिमेकी चेन्ज गर्न सक्दैनौँ। छिमेकी किन चेन्ज गर्न सक्दैनौँ भनेको त्यो भनेको भूगोलसँग जोडिएको हुन्छ, आफ्नो धरतीसँग जोडिएको हुन्छ। यो धरती जुन नेपाल र इन्डियाको जोडिएको छ त्यसलाई त्यसैले मेटाउन सक्दैन। त्यसैले यहाँ के डिप्टी चेयरमैन, वार्ड चेयरमैन, ग्राम पालिका के माध्यमिक विद्यालय के चेयरमैन और मेंबर, प्राध्यापक, यहाँ उपस्थित मंच पर उपस्थित पॉलिटिकल रिप्रेजेंटेटिव, नेपाल सरकार और स्थानीय सरकार से आए हुए अधिकारी, सिक्योरिटी फोर्सेस के रिप्रेजेंटेटिव, मीडिया के मित्र हमारे और सबसे ज़्यादा स्कूल से आए हुए हमारे प्यारे बच्चे और उनके अभिभावक, बहुत बहुत नमस्कार। गोमन्थन गाउँपालिकाका उपाध्यक्षज्यू, त्यसै गरी विशेष अतिथि आदरणीय ज्यूहरू, त्यसै गरी दिनुभएको सहयोगलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु। धन्यवाद दिन चाहन्छु। सर्वप्रथम कोलम्बुस्तानको तिब्बती मावि यो कोलम्बुस्तानको एकमात्र विद्यालय भएको हामी सबैलाई अवगत छ। यस क्षेत्रमा यस विद्यालयलाई हामी आएपछि यो स्कुललाई चाहिँ विशेष गरेर चाहिँ हाम्रो गाउँपालिकाको तर्फबाट ध्यान गएको यहाँहरू सबैलाई थाहा भएकै कुरा हो। हामीले यस स्कुललाई अगाडि बढाउन हामीले दिनरात हर प्रयास गरिरहेका थियौँ। यो मात्रै अर्थ मन्त्रालय जानुपर्ने र अर्थ मन्त्रालयबाट पास गरेर मात्र एमपीसम्म जाने यो क्रम छ। खास गरेर गोमन्थन गाउँपालिकाको एउटा प्रतिबद्धता स्कुलमा कुनै पनि क्षेत्रबाट लाग्ने भएको छैन भन्ने यहाँहरूले अनुभूत गर्न चाहन्छु। यो सिर्फ गोमन्थन गाउँपालिकाको बजेट र हामीलाई मागेको अनुदान, विशेष अनुदानबाट त्यो भवन चाहिँ निर्माण भएको हो। त्यो भएको हुँदाखेरि आज एकदमै खुसी पनि लागेको छ र कहिले कहिले
धेरै बुझ्नेहरूले पनि बुझ बचाएको हुँदाखेरि दुःख पनि लाग्छ। त्यही पनि आज खुसीको दिन भएको छ, राम्रो समय छ। हामीले चयन गरेको होइन कि आजको दिन भनेको एकदम राम्रो दिन, शुभ दिन भएको छ। हाम्रो खेम्बोजीहरूले भन्नुभएको थियो आज एकदम शुभ दिन छ भनेर। त्यो टाइम हामीले मिलाएको होइन, यो आफै आफ भएको हो। त्यो भएको हुँदाखेरि यो स्कुल पनि आज शुभ दिनमा कार्यक्रम भएको हुँदाखेरि शुभ हुनेछ भन्ने आशा गर्दै आजको कार्यक्रम अन्त्य गर्नुभन्दा पहिले फेरि पनि हाम्रो मित्र राष्ट्र भारतीय दूतावासलाई म हृदयदेखि धन्यवाद दिन चाहन्छु र लोमन्थाङ गाउँपालिकाको वासीको तर्फबाट र हाम्रो विद्यार्थी र अभिभावक सम्पूर्णको तर्फबाट चाहिँ हामी धन्यवाद दिन चाहन्छौँ। साथै लोमन्थाङ गाउँपालिकाले अझै पनि प्रपोजल हामी गरेका छौँ, त्योमा पनि भोलि पक्कै पनि यहाँहरूले चाहिँ बजेट नियोजन गर्ने छ भन्ने आशा राख्दछु भन्दै मेरो भनाइ यहीँ अन्त्य गर्छु। हस्त, धन्यवाद।